नै चाहिँ हामीले काम गरिरहेको हुन्छौँ बट यो चाहिँ विदाउट पेड जब जस्तो भनौँ न होइन किनभनेदेखि चाहिँ बच्चा साँच्चीकै दिनभरि एकजनाले मात्र हेर्नको लागि चाहिँ त्यो चाहिँ साँच्चीकै गाह्रो हुन्छ क्या है अब हामीले पनि कस्तो भने 24 आवरै काम गरिरहेको हुन्छ बट यसको चाहिँ त्यही हो कि फरक के हुन्छ भने हस्बेन्डहरूले काम गर्दाखेरि चाहिँ बाहिर गएर काम गर्नुहुन्छ नि जसको होइन काम गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ 7-8 घन्टा मात्र काम गरेर चाहिँ स्यालेरी पाउनुहुन्छ भने चाहिँ होइन हामीले चाहिँ 24 आवरै काम गर्दाखेरि पनि विदाउट स्यालेरी हो क्या हामीलाई चाहिँ पेड हुँदैन क्या है त्यही नै फरक छ जस्तो लाग्छ क्या है हाई तपाईँहरूले चाहिँ पक्कै पनि मलाई चिनिसक्नुभयो यदि मलाई चिन्नुभएको छैन भने चाहिँ मेरो नाम निता हो म चाहिँ अरूलाई घर बसी होइन यो डिजिटल मार्केटिङ अनलाइन प्लेटफर्मबाट कसरी चाहिँ 2-3 घन्टा मात्र काम गरेर चाहिँ डेली इन्कम जेनेरेट गर्न सकिन्छ त्यो पनि नेपालमा बसेर डलरमा भनेर चाहिँ होइन इन्कम गर्ने भनेर चाहिँ सिकाउने मान्छे हो क्या होइन सो आजको दिनसम्म जसले मलाई फलो गर्नुभएको छैन मेक स्योर है फलो गर्न चाहिँ नबिर्सिनु होला भनेदेखि मेरो यो भिडियोलाई चाहिँ लाइक गर्नुहोस् सेयर गर्नुहोस् सेभ गर्नुहोस् सबैको माझमा पुर्याउनुहोस् होइन सो अघि मैले भनेको जस्तै होइन मम हुनको लागि पनि लाइफ त्यति धेरै चाहिँ सजिलो छैन होइन बट भए तापनि है आई एम सो प्राउड अफ माई सेल्फ है कहिलेकाहीँ चाहिँ मलाई एकदम खुसी लाग्छ आफूलाई है देखेर किनभनेदेखि चाहिँ म चाहिँ एउटा मम हो हाउसवाइफ हो होइन मैले चाहिँ आफ्नो चाहिँ साइडबाट सबै काम भ्याएर पनि होइन यो डिजिटल मार्केटिङ बिजनेस चाहिँ रन गरेर बसिरहेको छु क्या है ताकि चाहिँ अब आफ्नो एउटा गुड क्वालिटी टाइम चाहिँ आफ्नो फ्यामिलीसँग स्पेन्ड गर्दै होइन मैले चाहिँ आफू फ्री भएको टाइममा चाहिँ यो बिजनेसलाई रन गरेर चाहिँ जहाँ चाहिँ नेपाल बसेर डलरमा इन्कम गरिरहेको छु क्या होइन सो अब म जस्तै कति ममहरू हुनुहुन्छ होला होइन जो चाहिँ अब आजको दिनसम्म पनि अघि मैले भने जस्तो होइन बालबच्चा फ्यामिली भनेर मात्रै कति आफ्नो खुसीहरूलाई पनि सेक्रिफाइस गर्दै बसिरहनु भएको होला होइन किनभनेदेखि चाहिँ सबैजना चाहिँ ह्युमन बिङ्स हो नि त है हामी ममहरू पनि ह्युमन बिङ्स नै हो होइन त्यो कारणले गर्दा हाम्रो पनि इच्छा हुन्छ होइन अब हामीलाई पनि अब देखेको कुरा राम्रो लागेको कुरा किन्न मन लाग्छ आजभोलि त टेक्नोलोजीले यति धेरै सजिलो बनाइदिएको छ सबै कुरा चाहिँ अनलाइन सपिङ हुन्छ होइन अब फोनको पेज स्क्रोल गर्यो अब राम्रो राम्रो कुरा देख्छ किन्न मन लाग्छ होइन त्यसको लागि के चाहिन्छ भन्दाखेरि अफकोर्स पैसा चाहिन्छ होइन सो त्यो पैसा चाहिँ अब लिटरली अब धेरैजना चाहिँ हाउसवाइफहरू चाहिँ होइन आफ्नो हस्बेन्डको स्यालेरीमा डिपेन्ड भइरहनु भएको हुन्छ अथवा चाहिँ हस्बेन्डको इन्कममा डिपेन्डेन्ट भएर बसिरहनु भएको छ क्या जुन आजको दिनसम्म पनि क्या विच इज नट गुड भन्छु क्या म चाहिँ किनभनेदेखि चाहिँ अब चाहिँ टेक्नोलोजीले चाहिँ यति धेरै एडभान्स भइरहेको छ नि होइन टेक्नोलोजी चाहिँ यस्तो फास्ट बुमिङ भइरहेको ओल्ड वाइडमा होइन यस्तो डिजिटलाइज भएको ओल्डमा चाहिँ अहिलेको जमानामा चाहिँ जरुरी छैन कि हस्बेन्डकै स्यालेरीमा चाहिँ डिपेन्डेन्ट हुनुपर्छ भनेर होइन सो म चाहिँ स्पेसली रिक्वेस्ट टु दोज मम होइन जो चाहिँ म जस्तै हुनुहुन्छ होइन उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अब चाहिँ इट्स टाइम टु ग्रो अप क्या है अब चाहिँ अगाडि बढ्नुपर्छ होइन हामी पनि हाउसवाइफहरू पनि टाइम अनुसार चल्नुपर्छ एकदम स्मार्ट वेबाट चाहिँ होइन काम गरेर चाहिँ जहाँ चाहिँ आफ्नो बालबच्चा पनि आफ्नो अगाडि हुर्किन्छ आँखा अगाडि हुर्किन्छ भनेदेखि त्यस्तो खालको बिजनेस चाहिँ किन जोइन नगर्ने त होइन इफ यु वान्ट टु नो इन डिटेल है तपाईँले चाहिँ मलाई चाहिँ टेक्स्ट गर्न सक्नुहुन्छ यसको बारेमा बुझ्नको लागि होइन भनेदेखि चाहिँ मेरो वेबसाइट पनि भिजिट गर्न सक्नुहुन्छ है त ओके सो लेट्स ग्रो टुगेदर अल मम है त